देख्दाखेरि चाहिँ लड के हुने डर लाग्यो कि चिप्ले भने त ढाड भाँचिन्छ त यस्तो हिउँ चाहिँ पऱ्यो तर सानो कि नदेखिने खालको तर यहाँ पर्दाखेरि त परेर यस्तो भयो नि त यस्तो डर लाग्ने यार हिँड्दा नि लाग्छ चिप्ल्यो त चिप्ल्यो आफू त चितवनमा जन्मेको यस्तो एक्सपिरियन्सै छैन अलिअलि यो त थोरै पऱ्यो हो कि योभन्दा धेरै पर्छ अलिकति ठाउँमा बाटो चाहिँ सित्तै हुँदो रहेछ हौ यो चाहिँ होइन फेरि यता चाहिँ हो फेरि उफ मेरै शरीरमा पनि आउनु थाल्यो अहिले चाहिँ मलाई त फर्स्ट टाइम हो यस्तो एक्सपिरियन्स ए पुरै सेतै छ हौ यस्तो सेतो हुँदै चाहिँ मजा आयो मलाई चाहिँ उषा हामी जापानको म चाहिँ ओसाकामा बस्छु होइन यो ओसाकामा चाहिँ अलिक कमै पर्छ अरे क्या तर अहिले यस्तो परिरहेछ सायद म लक्की छु नि त बढी त्यही भएर हुनसक्छ फर्स्ट एक्सपिरियन्स हो देख्न पाइयो